तपाईहरु पुगिहाल्नुस्। गरगरो जानुस् त खुँडा खुकुरी लिएर घरमा जानुस् त अनि उसको बुढीलाई निकाल्नुस् त बाहिर। उसको एकछिनलाई उसको बुढीको गाडी एकछिन रोकिराखेरि सिंहदरबारमा आगो लगाउने। उसको बच्चा चाहिँ बच्चा तपाईहरुको बच्चा बच्चा होइन। उसको श्रीमती चाहिँ श्रीमती तपाईहरुको श्रीमती श्रीमती होइन। ऊ चाहिँ मान्छे तपाई चाहिँ मान्छे होइन। स्विजरल्यान्डमा पनि फुटपाथ छ, स्विजरल्यान्डमा पनि सुकुम्बासी छन्। दुबईमा पनि फुटपाथ छ, दुबईमा पनि सुकुम्बासी छन्। तर सुकुम्बासीलाई त्यो व्यवस्था गरेर राखेको छ सरकारले, व्यवस्था गरेर राखेको छ। त्यसले गर्दाखेरि उनीहरूले सिकाएको होइन, घरमा उनीहरूले नि सिकाएको हो नि त, हो कि होइन? हामीले सिकाएको होइन नि। त्यसले गर्दाखेरि तपाईहरुलाई बचाउन नागरिक अभियान आइसकेको छ। हामी आइसकेका छौँ। हिम्मत नहार्नुहोस्। सम्पूर्ण काठमाडौँभरिका नेपालभरिका सुकुम्बासी भूमिविहीनहरूलाई, सुकुम्बासी भनेपछि भूमिविहीनहरूलाई के भन्छु भने व्यवस्था परिवर्तन गरौँ। भूमिको व्यवस्था गराउने जिम्मा दुर्गा प्रसादले लिन्छ। दुर्गा प्रसादले लिन्छ। कुरा भन्नुभयो। मलाई भोट चाहिएको होइन। तपाईहरुलाई भूमि एउटा कमसेकम पनि भूमि दिलाउन पाइयो। मैले बुझेको छु समस्या सबैको। तपाईहरुलाई तपाईहरुलाई त भोटमा मात्रै प्रयोग गरे। मैले भोटको लागि भनेको छैन। व्यवस्था परिवर्तन गर, सबै ठिक हुन्छ। मैले बोलेको कुरा पुग्यो होइन? ठ्याक्कै यो हुन्छ, अब यो हुन्छ, यो हुन्छ, यो हुन्छ, पुग्यो होइन? हो। त्यसले गर्दाखेरि आजदेखि एमाले पनि होइन, कांग्रेस पनि होइन, माओवादी पनि होइन, केही होइन। आजदेखि हामी के भनेदेखि नागरिक हौँ। राष्ट्र राष्ट्रियता, पहिला राष्ट्र बचाउँ, त्यहाँबाट राष्ट्रियता बचाउँ, त्यहाँबाट नागरिक बचाउने। तपाईहरु सबैलाई बचाउने हो। धर्म बचाउँ, संस्कृति बचाउँ। बुझ्नुभयो के? बचाउने अभियानको तपाईहरु सबै सदस्य बन्नु। तपाईहरुको भलो हुन्छ। त्यो भन्दै इन्जिनियरको छोरो इन्जिनियर पढ्नुभयो, एसीमा बसेर दारू खानुहुन्छ तपाई, अनि स्टाटस लेख्नुहुन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ। त्यो गर्दा गर्दै अहिले तपाई केही गर्न नसकेर तपाईको जम्मा भट्काउने काम मात्रै भयो र गरिबलाई लखेट्ने काम मात्रै भयो। एउटा गरिबको छोरो, एउटा गरिबकी छोरी हेर्नुस् है, गरिब खान्छु भनेर गरिबको के हुन्छ? गरिबको घर पनि हुँदैन, जग्गा पनि हुँदैन। कि खोला डेलमा बस्नु पर्यो, कि सडकका फुटपाथमा बस्नु पर्यो र यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, यसो मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईँ लगायतको टिमले सहरलाई राम्रो बनाउने काममा सबै लात हानेर खेद्नुभयो। आज 2 लाख परिवारले काठमाडौँका फुटपाथमा व्यापार व्यवसाय गरेर गुजारा गरेका थिए। आज ती मान्छेलाई कहाँ पुर्याउनु भयो तपाईले? सहर त तपाईको सुन्दर, खोइ के सुन्दर भएको छ, जस्ताको तस्तै छ। बरु तपाईको कारणले के भयो भन्दाखेरि काठमाडौँमा व्यापार व्यवसाय चौपट्ट भयो। आज व्यापारीहरूको व्यवसाय बन्द भयो, हुँदैछ। सटरहरू बन्द हुँदैछ। तपाईले गर्न खोजेको के हो? अघि 58 सालदेखि यहाँ बसेको, 58 सालदेखि यहाँ बस्दाखेरि आज 58 सालदेखि 82 साल भनेपछि कति वर्ष भयो? 24 वर्षसम्म कम्युनिस्टले देश चलायो। हरेक पल्ट तपाईहरुलाई चुनावमा मात्रै प्रयोग गर्यो, अरु बेला गर्यो। अनि तपाईहरु कांग्रेस, सही पनि एमाले, मै पनि एमाले, अनि माओवादीका चाहिँ नि हटेउडा बोकेर हिँड्नुभयो होइन? झन्डा बोकेर प्रयोग हुनुभयो होइन? प्रयोग हुनुभयो कि भएन? 58 सालदेखि यो समस्या हो भने तपाईलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईसँग बजेट छ त राम्रो घर बनाइदिनुहोस् न। सरकारी जग्गा रहेछ त तपाईको, राम्रो बनाउनुहुन्छ भने सिटी बनाइदिनुहोस् न यहाँ, हो कि होइन? सिटी बनाइदिनुहोस्, नलखेट्नुहोस्। तपाईसँग बजेट छ, तपाईलाई सबैले धन्यवाद दिन्छन्। म तपाईलाई एउटा कुरा के भन्छु भने म आफू हुने खाने हुँदै मलाई विभिन्न आरोप लगाए। म त यहाँ पर आएर 25 वर्ष अगाडि घर बनाएर बसेको। म राजनीतिमा आउने मान्छे होइन, म राजनीति गर्ने मान्छे होइन, म चुनाव जितेर आएको मान्छे पनि होइन। तर मेरो विचार पनि सही थियो, लक्ष्य पनि सही थियो। मैले सर्वहारा वर्ग र भुइँ मान्छे, उत्पीडन वर्ग, सुकुम्बासीका समस्या उठाएँ, जहिले उठाएँ।
जो 52 पहिला कमली सेठले उठाए, 28 सालमा कमली सेठले यही नारा उठाएर चाहिँ नि झापामा उद्योगपतिहरू, नेपाली उद्योगपतिहरूलाई मारेर आज सत्तामा पुगे। 52 सालमा यिनै सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग भनेर माओवादी सत्तामा पुग्यो। तर तपाईहरूको समस्या त उस्ताको उस्तै भयो नि त, भयो कि भएन? भयो कि भएन? बुझ्नुभयो नि बल्ल अब। र म के भन्न चाहन्छु भने दलहरूलाई पनि के भन्न चाहन्छु र बालेनजीलाई पनि म के भन्न चाहन्छु भने तपाईको अराजकता अब चल्दैन मुलुकमा, अब चल्न दिइँदैन। तपाईले जति गर्नुभयो। तपाईलाई त्यत्रो सिटीलाई सुन्दर बनाउनु छ भने हामीले पनि देखेका छौँ। स्विजरल्यान्डमा पनि फुटपाथ छ, स्विजरल्यान्डमा पनि सुकुम्बासी छन्। दुबईमा पनि फुटपाथ छ, दुबईमा पनि सुकुम्बासी छन्। तर सुकुम्बासीलाई त्यो व्यवस्था गरेर राखेको छ सरकारले, व्यवस्था गरेर राखेको छ। तपाईहरु किन व्यवस्था गर्नु हुँदैन? इन्दारको छोरो इन्जिनियर पढ्नुभयो, एसीमा बसेर दारू खानुहुन्छ तपाईँ, अनि स्टाटस लेख्नुहुन्छ, अनि फेरि डिलेट गर्नुहुन्छ। त्यो गर्दा गर्दै अहिले तपाईँ केही गर्न नसकेर तपाईको जम्मा भत्काउने काम मात्रै भयो र गरिबलाई लखेट्ने काम मात्रै भयो। एउटा गरिबको छोरो, एउटा गरिबकी छोरी हेर्नुहोस् है, गरी खान्छु भनेर गरिबको के हुन्छ? गरिबको घर पनि हुँदैन, जग्गा पनि हुँदैन। कि खोला डेलमा बस्नु पर्यो, कि सडकका फुटपाथमा बस्नु पर्यो र यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, यसो मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईँ लगायतको टिमले सहरलाई राम्रो बनाउने काममा सबै लात हानेर खेद्नुभयो। आज 2 लाख परिवारले काठमाडौँका फुटपाथमा व्यापार व्यवसाय गरेर गुजारा गरेका थिए। आज ती मान्छेलाई कहाँ पुर्याउनु भयो तपाईँले? सहर त तपाईँको सुन्दर, खोइ के सुन्दर भएको छ, जस्ताको तस्तै छ। बरु तपाईँको कारणले के भयो भन्दाखेरि काठमाडौँमा व्यापार व्यवसाय चौपट्ट भयो। आज व्यापारीहरूको व्यवसाय बन्द हुँदैछ, सटरहरू बन्द हुँदैछ। तपाईँले गर्न खोजेको के हो भने सञ्चार माध्यमबाट धम्की दिइरहेको बसोबासमाथि आक्रमण हुने हो भने हजारौं रोपनी खाली जग्गा व्यक्ति अर्थात् सरकारी पहुँचवाला भूमाफिया यस्ता कुख्यात भ्रष्टहरूलाई आफ्नो बनाएर सुरक्षित गरिन्छ भने, तर जो गरिब आफ्नो आवास भूस्वामित्वको अधिकार माग्दा जहिले छायामा राख्ने, समस्याको समाधानतिर नसोच्ने, उल्टै यही गरिबमाथि अमान्य ढङ्गले प्रहार गर्ने सोच विचार दोहोरिन्छ भने जसरी राणा शासन अन्त्य भयो, जसरी 30 वर्ष पञ्चायती शासन अन्त्य भयो, जसरी 240 वर्ष शाह शासन अन्त्य भयो, यही जनताले गरे भदौ 24 को जेएनजीहरूको आन्दोलन उथुल पुथुल बनाएको सर्वविदितै छ। यसकारण जनता जागे जस्तोसुकै सामन्त शासकलाई छेनभरमा सुहा बनाउन सकिँदो रहेछ। यस्ता धेरै उदाहरणहरू ताजै छन्। त्यही भएर काठमाडौँ महानगरको बालेन्द्र भन्ने जन्तु र राजु पाण्डे प्रयोगी हतियार गरिबमाथि प्रहार हुने खोज्छ भने हरेकको आयु हुन्छ, त्यस्तै ती सामन्तहरूको पनि आयु नघट्ला भन्न सकिन्न। हामी अब लगभग सबै एकजुट भइसकेका छौँ। यस्ता कुकृति र विकृति, यस्ता खालका जुन अमान्य ढङ्गले गरिबहरूमाथि प्रहार हुन्छ भने हामी जस्तोसुकै परिस्थितिमा पनि हामीसँग जे जस्तो जुन हामीसँग छ, मैले हतियारको रूपमा भन्न चाहिनँ, त्यो प्रयोग गर्नुपर्ने हामी तयार हुनेछौँ। त्यस कारणले गर्दाखेरि आम बस्तीवासीहरूलाई म के पनि अनुरोध गर्दछु भने यस्तै गरी यस्ता सामन्ते बालेन्द्र जहाँ काठमाडौँको बासी भनिएको छ, तर जसले चाहिँ त्यहाँको सबै कुराहरूलाई चाहिँ तहस नहस बनाएर फेरि पनि ऊ आफूलाई सिंह पनि ठानिरहेको छ। त्यो सिंह पनि कुन दिन खोर्नु पर्छ भन्ने कुरो त्यसले पनि सोचिरहेको होला। त्यस कारणले मैले योभन्दा बढी बोल्न चाहिनँ र यहाँहरूको बिचमा मैले आफ्नो सामान्य कुराहरू भने राखेको छु र आजको कार्यक्रमको लागि म यति नै मेरो आफ्नो भनाइ राख्दै म जसरी हजुरले प्रोग्राम राख्नु भएको प्रोग्राम राख्नुको ठ्याक्कै उद्देश्य छ होइन। यो प्रोग्राम राख्नुको उद्देश्य के हो? अहिले नै अब बालनले हामीलाई 2 पटक अब यहाँ
बस्ती छोड्ने आदेश दिइसक्यो। आज आइतबार हजुरको आज पनि हान्ने उसको प्लानहरू छ। त्यसैको प्रतिकारको निम्ति हामीले यो बालेनलाई नसकेर बालेनको प्रतिकार गर्न नसकेर तपाईँले दुर्गा प्रसाई अँगाल्नु भयो, पुर्याउनु भयो। त्यसो भन्दा पनि हजुरको के छ भने उहाँले दुर्गा प्रसाईजीले पनि हामीलाई सपोर्ट गर्छु, तपाईँहरूको चाहिँ बस्तीलाई जुन अहिले यसरी धावा बोलिरहेको छ हटाउन लागिरहेको छ, यस कारणले तपाईँहरूलाई म पनि सपोर्ट गर्छु भनेर हिजो भन्नुभएको हुनाले अनि उहाँलाई पनि ल्याएर हामीले केही कुरा बोल्न लगायौँ। अब दुर्गा प्रसाद आइसकिसकेपछि के बालेनले नहटाउला नि त यो सुकुम्बासी बस्दै मन हराएको? बालेनले नहटाउला होइन, अहिले दुर्गा प्रसादजी नआए पनि हामीहरू यसलाई सशक्त प्रतिकार गर्ने हामी गर्नेछौँ। हामीसँग त्यो क्षमता बस्तीवासीकै क्षमता। के गर्नुहुन्छ? होइन अब हेर्नु आयो भनेदेखि उसले चाहिँ नि अब जेसिपीहरू लिएर हामीले यो भत्काउने, हामी त घरेलु हतियार सहित हामी उत्रिने छौँ। अगाडि पनि सुकुम्बासी बस्तीमा त डोजर चलायो नि त बालेनको, आजभन्दा 1.5 महिना अगाडि हो हजुर। त्यो चाहिँ फेरि त्यसको विषय चाहिँ अलिकति अलग किसिमको छ। त्यो जुन भत्कायो त्यो अलिकति हामीले त्यो यो खोला किनारका बस्तीहरू खोलाले बगाउने खालको थियो, त्यसलाई अलिकति सुरक्षित ठाउँमा सारेको। त्यसैको लागि उसले चाहिँ अर्को नयाँ बस्ती बसायो यिनीहरूले भनेर उसले आएर चाहिँ त्यो भत्काएको हो। अस्तिको बस्ती भत्काउनुमा तपाईँ सपोर्ट गर्नुहुन्छ? त्यसो भएदेखि होइन, सपोर्ट त गर्दिनँ, सपोर्ट गर्ने नै होइन। त्यहाँनिरको अहिले हेर्नु त्यहाँ कस्तो विदारक किसिमको चाहिँ नि हजुरको त्यहाँ दुःख छ। त्यहाँ भएका बुढाबुढी बाबुआमा जो बुढाबुढी आमाबाहरू हुनुहुन्छ उहाँहरू बर्खामा त्यो भत्काएको कारणले बर्खाभरि रुज्नुभयो हजुरको। बर्खाभरि खाना पकाएर खाने ठाउँ पनि भएन। हिजो अस्ति चाहिँ नि बालेनको डोजर आउँछ अरे बाबु, अब हामीलाई के गर्छ, कहिले भत्काउँछ? हामीलाई त यहीँ पुर्दिए पनि भयो नि त अब भनेर त्यस्ता बुढाबुढी आमाबाहरूले चाहिँ हजुरको रुएर हामीलाई त्यसो भन्छन्। भनेको कति त्यो एउटा मानवीय चाहिँ एउटा समवेदना पनि नभएको यो चाहिँ नि बालेन, यो फटा, यो गजडी हो। यसले चाहिँ नि हामीलाई यत्रो बस्तीको लागि यसले चाहिँ धावा बोलिरहेको हुँदाखेरि सशक्त प्रतिकार गर्नेछौँ। यो जुन सुकै रूपले आओस् हामी मर्न तयार छौँ। हामी बस्ती जोगाउनको लागि जुनसुकै हत्कण्डासम्म पनि हामी पुग्न हामी ज्यान पनि बलिदान गर्न तयार हेर्नुहोस्, मरे च्यान बाँचे यही झुप्रो, त्यो तयार छौँ हामी त एकदमै। अब के भन्नुहुन्छ? फेरि पनि बालेनको डोजर चल्दैछ भनेर भन्दै हुनुहुन्छ यो बस्तीमा, के गर्नुहुन्छ? त्यही हो, चल्दैछ भने आओस्, आएछ भने हामी पनि लड्न तयार, आफ्नो ठाउँमा आफ्नो तरिकाले हामी बस्तीवासीहरू सशक्त प्रतिकारमा हामी उत्रिनेछौँ। थ्याङ्क यू। हस्, धन्यवाद।